अब जागौँ झापाली अब जागौँ नेपाली बाले नाइ घन्टी बोकी जिताऊ। आजबाट चाहिँ धेरै खुसी लाग्यो अनि ढुक्क लाग्यो। आज जुन बालेनको आगमनले गर्दाखेरि दमक 5 क्षेत्र नम्बर 5 मा जुन आज बालेनको क्रेज देखियो त्यो एकदमै नसोचेको क्रेज देखियो है। झापालीमा पनि यति धेरै संख्यामा बालेनलाई सपोर्ट गरेर सबैजना आइदिनु भयो, एकदम धेरै धेरै धन्यवाद। अब केपी ओलीको पत्ता साफ हुने दिन आएछ है साथी हो। अनि अलिकति अस्तिको न्युज सुनेको थिएँ, अब बालेनलाई चाहिँ केपी बाले चाहिँ डेरा खोजिदिने। म डेरा खोजिदिन्छु, बरु चुनाव लड्न आउँछन् कोही भने म डेरा खोजिदिन्छु यहाँ। अब केपी बाले चाहिँ डेरा खोज्नु पर्ने अवस्था आयो है। ल गिरीबन्धुतिर खोज्ने हो कि झापामै बस्ने भए। अब होइन उता कम्बोडियातिरै लगानी पनि छ, अब कम्बोडियातिरै डेरा गरेर बस्छु भन्ने हो कि अब कता जाने हो केपी बाकै हातमा छ है त। अब केपी बाको चाहिँ अब झापा आफ्नै हो, झापा आफ्नै ठाउँ हो, अब आफ्नै पेवा हो भन्ने जस्तो सोच्नु भएको थियो। त्यो चाहिँ तपाईँको त्यो सोच थियो, त्यो सोच चाहिँ हटाउनु होला है त।